कलेजमा इभेन्ट भन्यो कि गेम म्युजिक डान्स फन अनि हेर्दा वाह कति मजा जस्तो लाग्छ नि। बट वेट, होस्टहरूको लाइफ पनि यस्तै चिल हुन्छ त। एकै दिनमा दुईवटा कलेजमा इभेन्ट, बीचमा ट्राभल, प्रिपरेसन अनि नन स्टप एनर्जी। हाई गाइज, वेलकम टु माई मिनी ब्लग अफ कोका-कोला फिफा वर्ल्ड कप कलेज कार्निभल डे 11 पार्ट 1 है त। सो फ्राइडे चाहिँ मोडल कलेज र दमक मल्टिपल गरेपछि घर ब्याक भएको ब्लग त हेरिसक्नु भयो होला। सो फेरि आज मन्डे ब्याक भए, 2 दिन अफ चाहिँ आफ्नो पर्सनल कामहरू गरेर। बट बिहान यस्तो पानी परेको थियो, बेहालले भयो। घरबाटै अलिअलि परेको थियो र अलिअलि भिज्दै भिज्दै पुगे दमक। र दादाले बाटोसम्म लिन आउनु भयो नि। हतार हतार टचअप गरे, गाडीमै बसेर र चप्पलमै स्टार्ट गरे। दादाले ओके भनिसो, अनि हिल चाहिँ स्कुटरमै थियो, त्यही भएर र स्टार्ट गरे पनि पानीले भिजेर यस्तो अनकम्फर्टेबल भएको थियो कि के भनम। सो एज युजुअल सबलाई वेलकम गरे, गेमहरूको बारेमा ब्रिफिङ गरे, सबजनाले पालो गरी गरी खेल्नु भयो सब गेम र 360 मा भिडियो पनि बनाउनु भयो। फेरि सिंगल चाहिँ कोही बनाउन नमाने अनि साथीसँग बनाउनु हुन्थ्यो प्राय सबजनाले। अनि घरिघरि पानी परेर हैरान भइरहेको थियो। बट छाता ओढ्दै भए नि इन्जोय गरिराख्नु भएको थियो स्टुडेन्टहरूले। कतिले टाढा बसेर पनि हेरिराख्नु भएको थियो र क्युएनए गेम पनि खेलायौ र गेम जित्नु भएकोहरूलाई गिफ्ट गर्यौ र रमाइलो भयो त्यहाँ पनि। र प्याक अफ गर्यौ हतार हतार र अर्को कलेज मुभ भयो। घाम पानी नभने यसरी बिहान उठेर जानुपर्ने, फेस पनि पुरै बिग्रिसकेको थियो घामले पानीले। हेर्दा मात्र सजिलो छ है होस्ट भनेर, रियल पेन इज सो वर्स।